बाहिरै बस्न मन लाग्छ, भित्रै बस्न मन लाग्दैन। त छैनस् भने बोलाइरहन मन लाग्छ, के गर्नु। म बाहिर गएको हुन्छु अनि तपाईँले बोलाएर म हुन्न नि त, म आउँदिनँ नि त। म आएको बेलामा त म घर आएको छँदै छैन, तपाईँको छेउमा आएर बसेको छैन। अनि काम पनि त गर्नु पर्यो नि आमा, काम गर्नु परेन? काम नगर्नु? म बाँचुन्जेल होला बाबु यसरी बोलाउने पनि। अब आँखै नदेख्ने भए, गालै नसुन्ने, कानै नसुन्ने भए। मेरो बाबु कस्तो होला? कस्तो होला भन्नु? म छुइनँ भने कस्तो होला भनेको। म त अब मर्छु होला एक दिन।